हेलो गाइज, हामी सबैजना अब भेटार जाँदैछौँ। आज ह्याप्पी सन्डे मनाउन सरकारले 2 दिन बिदा दिएको छ। त्यही भएर यो छुट्टीको दिन हामी केटाकेटीलाई भेटार घुमाउनु भनेर लगिरहेछौँ। एन्ड हाई ताता, यु आर लुकिङ ब्युटिफुल जस्ट लाइक प्रिन्सेस भन्नु खोजेको। भेना चाहिँ नो भन्नुहुन्छ। अनि भेनाजु कस्तो छ तपाईँलाई? ठिक छ? धरान अनि प्रीति, आज धेरै पछि भेटेर जाँदैछौँ। तिमीलाई कतिको एक्साइटेड छौ तिमी? हाई छोरी, हाई भान्जा, जाने होइन त हामी? ल गाइस, अब जाउँ है। लेट्स गो। ल लेट्स गो। कहाँ जान आँटेको भन्यो न त? पानी पऱ्यो भने हामी के गर्छौँ छोरी? भेटार नपुगिकन घर आउँछौँ अरे। हेलो, हामी फाइनली भेटार आइपुगिसकेको छौँ। बाटोमा देखिहाल्नु भयो होला कति हुस्सु थियो, कति चिसो थियो। तर भेटार चाहिँ त्यस्तो चिसो छैन है। हुस्सु र चिसो थियो। मेन भेटार चाहिँ चिसो छैन। र यहाँदेखि उहाँ परतिर एउटा कृष्ण कटेज भन्ने छ। हामी अहिले त्यहाँ जान्छौँ। दामी ठाउँ छ भेनाजु, त्यहाँ जानुपर्छ अहिले। बाटोमा यही टर्निङमा छ। ओके गाइज, हामी अब यहाँ भेटार घुम्दै आएको। यो के हो, गाईहरू लाँदैछन्।
Okay, we'll show you some more views of Betar. Well guys, finally आयो हैन त के खानु हैन त हामी भेटर आउने बित्तिकै प्रीतिले सिधा यहीँ ल्याएको हामीलाई फर्स्ट थुक्पा त्यसपछि मात्र घुमायो भन्दैछ सो दिस इज थुक्पा अफ भेरेटार रामदायक होटलको यति डिलिसियस हुन्छ यहाँको थुक्पा कम अन आई कान्ट से इन वर्ड यु हेभ टु टेस्ट इट मैले चाहिँ चिकन मगाएको यिनीहरू चाहिँ सुकुटी मगाएको छ ओके लेट्स इन्जोय Dami. Tato thupako soup. दादा टेस्ट गरेर भन् त आम्मा जिब्रै पड्काएर यसले त आउन धरानको पनि मिठो हुन्छ कि तर भेटार जतिको चाहिँ हुँदैन है ल खाएँ ल रामदाई ल लाग्यौँ हामी साह्रै मिठो लाग्यो है हामी यहीँ आउँछौँ जहिले र आजको टेस्ट पनि सदाबहार नै थियो ल धन्यवाद यति मिठो थुक्पाको लागि है ल दिदी लाग्यौँ हामी ल मौसम फेरिसकेको छ एकैछिन फेरि पिरो लागिसक्यो र हामी अब एकछिन उता परतिर जान्छौँ त्यहाँनिर चाहिँ खै त्यो पिङसिङ के बनाएको छ अरे त्यही भएर यो राम होटलमा आएको है हामी खान हाम्रो सधैँ आउने ठाउँ यही हो यति मिठो छ कहाँ कता हो तल लानेको यता तल हो त्यो ल धरान ल ठिक छ ल हामी लाग्यौँ अब अर्को डेस्टिनेसन पुगेपछि तपाईँलाई देखाउँछौँ है सो गाइस फाइनली हामी यहाँनिर पिङ खेल्ने ठाउँमा आएको छौँ भेटारमा त्यो पिङ खेल्ने भिडियो एकदम भाइरल भएको थियो टिकटकमा त्यो हेरेर हामी आएको तर यो त रिसोर्ट रहेछ मान्छेहरू पनि टन्नै आएको रहेछ र कुहिरो यस्तो दामी लागिरहेछ कि पिङ खेल्नु सकिन्छ कि सकिँदैन भनेर थाहा पनि छैन र मेरो दिदी भेरा चाहिँ त्यहाँ के गरेर होला नि गफ हान्न थाल्नु भएछ पाउँछ कि पाउँदैन पिङ खेल्न पाउँछ होइन अनि किन गफ गरेर होला स्याटसँगले यसरी झन्डा छ यो ठाउँ थाहै थिएन धरानमा यस्तो भिस्टा लग्जरी रिसोर्ट अरे यस्तो ठाउँ पनि बनेको रहेछ थाहै थिएन भेटारमा सो हामी एक्सप्लोर गर्छौँ अब माथि के रहेछ भनेर ल कमन गाइज सो गाइज हामी फाइनली यो पिङ खेल्ने ठाउँमा आएको छौँ यस्तो रहेछ यहाँको दृश्य जस रमाइलो रहेछ भिड पनि रहेछ ल प्रीति पनि खेल्ने होला नि त वाउ हामी पनि खेल्ने यही पिङ हेर्नु चाहिँ कस्तो रमाइलो है मजाको रहेछ मान्छे टनाटन रहेछ गाउन पनि एभाइलेबल रहेछ यहाँनिर गाउन लाएर पनि खिच्नु पाउने रहेछ जस यो कहाँनिर छ भन्दाखेरि नि यो लोकेसन त्यो तल भेटार त्यो भेडाको शङ्ख पार्क छ नि शङ्ख पार्क त्यहाँदेखि त्यो बिजुली अफिसको माथिल्लो बाटो छ नि सानो त्यो बाटो नछोडी हामी सिधै यहाँ आइपुगिँदो रहेछ रिसोर्टको भित्र हो नि त यो सो
भेटारमा यत्रो ठुलो रिसोर्ट छ, यत्रो ठुलो विशाल रिसोर्ट खोलेको रहेछ यहाँनिर। कति बिघा जमिन भएको नि, तर कमिङ डेजहरूमा चाहिँ यो एकदम खतरा हुनेवाला छ गाइस। यो चाहिँ टप पार्ट हो होइन, स्टिल बन्दैन रहेछ। तर तल छ चाहिँ बिग रिसोर्ट चाहिँ। गर्मीको महिनामा आउँदाखेरि हेभेन फिल हुने रहेछ गाइस। ल हामी एकछिन अहिले खेल्छौँ, त्यसो देखाउँछौँ है त। अब हामी चाहिँ गइरहेको छौँ, आउनु न भेना म है। अब कस्तो हुन्छ भिडियोमा हेर्नु ल। डराले भिडियो बना। हेर 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 अब हेर भयो। अब म यति माथि हो भने त म त जाँदिनँ हो रश्मि। हेलो, के भन्नु छ गाइज? डर लागेको छैन अहिलेसम्म चाहिँ, अब चाहिँ लाग्छ होला। टाइटली समाते दादा ल। मेरो त अहिलेसम्म हात कामिरहेको छ यार, छ्या भिडियो हल्लिँदैछ होला। म हटिदिन्छु। ए हुन्छ, हस् ल, बाई गाइज, इन्जोय इन्जोय ल। ल गाइज, भएको छैन ताताको त ताताको यही छु हामी। बाबुले समाता प्रीति। सो हाम्रो दिदी र भेना पनि अब यहाँनिर यो ट्राई गर्नु आँट्नु भएको छ। तर लास्ट हाइट चाहिँ हाइटै हो, यो 2 तल्लाको घरभन्दा नि अल्गो छ जस्तो छ। अब त्यहाँ माथिबाट छोडिदिन्छ। ल ल है त, रेडी? आमा आमा मम्मी म किन चढेँ भइरह्यो होला। ल आँखा खोल्नु, आँखा खोल्नु, आँखा खोल्नु ल। अब स्पिड घटिसक्यो। बिचरा मेरो दिदी त कराएर त। मम्मी मम्मी घरमा हुनुहुन्छ हौ। सक्यो सक्यो, अब सक्यो। नडरो बाबा नडरो, केही हुँदैन। यसको त स्वर पनि खुलेन त। ल भयो त, घटिसक्यो स्पिड। धन्न त्यस्तो लामो बेर चाहिँ नहुँदैन क्या है। लामो बेर भएको त ए तेरिका, मेरो त हात अझै काम्दैछ। बन्जी नि हाने जतिको छ नि। मजा आयो? मजा आयो, तर डर पनि लाग्यो। त्यही डरमै त छ मजा। 3 चोटि छ्या ओभर डेन्जर यार। लास्ट एडभेन्चरस नै रहेछ यो गेम चाहिँ। ए बिचरा रियाज अभी नानी अब के खेल्ने तिमी? केही न केही। कहाँ छ? ल हाम्रो दिदी भेनाले पनि खेलिसक्नु भएको छ। अब केटाकेटीलाई चाहिँ हामी उता पर खेलाउँछौँ। ए ल थ्याङ्क यू भाइ। ल
अब चाहिँ यो खालके झुला खेल्नु आँटिरहेको छ हाम्रो ग्याङहरूले। छोरी भान्जा दिदी प्रीति अनि छोरा अब यिनीहरू चाहिँ यहाँनिर खेल्ने तयारी छ। प्रीति अल द बेस्ट। अब चाहिँ नडराउनु ल। मेरो भान्जा चढिसक्यो। छोरी कस्तो दामी है डेकोरेसन। तर क्या मजा आउँदो रहेछ गाइज यहाँ पिङ खेल्नु चाहिँ। तपाईँहरू पनि आएर खेल्नुहोस् है, रमाइलो हुने रहेछ। सुत्ने ठाउँ ल। बाबु क्रिसु ताता ओइ गफाडी यहाँ ताता 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 मजा आयो। फुल सेफ्टी रहेछ होइन, जस मजा आउने खालको रहेछ यो हेर्दा नै होइन दाइ, रमाइलो रहेछ हौ। ल भयो भयो अब यति पुग्यो होला। एकचोटि मात्र खेल्ने एकचोटि ल एकचोटि खेलिदिनु हुन्छ अरे। ए अबी अबी एकछिन ताता सानो लाग्यो। कृषि क्रिजिपको बाबा उयो हेर नि, बाबालाई नक्कल पाइलो नि त। यता हेर त, जोता फर्किँदै यता हेर के। सो हामीहरू यो भिस्टा फन पार्कको यो पिङ खेलेर खाजा कति खाएर हेलो अभि हामी निस्किँदैछौँ। यहाँनिर 5 स्टारको होटल रहेछ। हेलो मात्रै हो अरू। ल अब हामी लाग्छौँ। ओके मेराजु हाई होइन बाई, फोटो खिच्ने। ओके फाइनली हामी भेटार घुमिसकेर अब धरानतिर फेरि फर्किँदैछौँ। मेराजु रमाइलो भयो आज भेटारमा। रमाइलो दामी। प्रीतिले बचाउ बचाउ भनेको याद आइरहेको छ मलाई। तर रमाइलो नि, जाडो छ है। अब चाहिँ अब रात पर्नु थाल्यो। राम 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 नलाउने लाउँ लाउँ होला है। त धरानमा गरी भइहाल्छ। छोरी छोरी मजा आयो। अब नेक्स्ट टाइम स्काई वक ओके ओके। व्यस्त छ मेरो छोरी। ल हामी यहाँदेखि अब धरानतिर जान्छौँ है त गाइस। बाई बाई। यति नै हो आजको ब्लग। जय नेपाल।